सो आज हामी खेल्नेवाला छौँ प्रपोज च्यालेन्ज अनि हामीसँग हुनुहुन्छ 8K वाला युट्युबर सिमन सिङ्गर अनि म चाहिँ चिनेको छु तिमीहरूले अनि हामी हान्न लागेको छौँ यो स्कुलमा प्रपोज च्यालेन्ज अनि हामी चाहिँ खै कतिजनालाई हान्छौँ तर 3 जनासँग यास लिएर आउनु छ प्रपोजमा अनि त्यसमा हामीले पिटाइ पनि खान सक्छौँ के पनि हुनसक्छ फिक्स थाहा भएन अनि कसैको गर्लफ्रेन्डलाई भनेछ भने सरी है। सो गाइज अहिले चाहिँ पाली चाहिँ सिमोनको छ अनि हाम्रो सिमोनको लागि केटी चाहिँ हाम्रो यो सब्सक्राइबर भाइले खोज्दैछ। फाइनल्ली गाइज अब चाहिँ सिमोन चाहिँ जान लागिसकेको छन् म चाहिँ अर्को ठाउँमा छु क्यामेराको सुट गर्नको लागि अनि हाम्रो चाहिँ क्यामेराम्यान अर्को साथी छन् अहिले म देखाउनेछु तिमीलाई। यदि खै कस्तो मुटु लगाएर गइरहेको छैन यार मलाई त बहुत डर लाग्छ आफ्नो बलतिर। यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला 1K पुगाउन छ अब मेरो। आज पर्पज डे हो आई लभ यु नै नै यतिकै भन्दिनु न यस या नो भन्दिनु आई लभ यु एकजनाले यसो गरिदिनु न नै कोही एकजनाले यसो गरिदिनु न आई लभ यु के भने क्षण से जो टूटे कोई सपना जग सुना रिजेक्ट अब मेरो पाली छ मेरो पनि रिजेक्ट त हुने होला अस्ति ल अब चाहिँ है गाइस ल सुन है केटी छान्ने पालो तिम्रो ल मेरो लागि तिमीले छानिदिन्छौ ओके भइहाल्छ मेरो लागि तिमी पालो चाहिँ गाइज अब मेरो छ अब म जाँदैछु एकैछिन है गाइज के गर्लफ्रेन्ड भन्छौ तिम्रो मेरो ल गाइज फेरि रिजेक्ट ल गाइज फेरि पनि मलाई बधाई छ फेरि पनि मैले एउटा रिजेक्ट पाइसकेको छु अस्ति नको एकचोटि र अहिले एकचोटि योचोटि चाहिँ सिमनले पनि भनेको थियो 11 को लागि फेरि तिनीबाट पनि रिजेक्ट भइहाल्छ कि जसले पनि रिजेक्ट गरेछ न यार। अब चाहिँ पाली मेरो छ अब केटाहरूले सल्लाह गरेर कोसँग पठाउँछन् मलाई थाहा भएन यार गाइज भन्न त दिनु ए ल दिदी ल दिदीलाई चाहिँ थ्याङ्क यू छ है तर हाम्रो केटाहरूले छ नि बिहा भएको केटीहरूसँग पढाइरहन यार कस्तो त छ नि यार चोरहरू यार च्यालेन्ज जित्नमा जे पनि गर्छन् यार यिनीहरूले फर्केर आउँदा गाइज भर्खरै घन्टी लाग्यो यार स्कुलको यार। सो गाइज हामी दुइटैले रिजेक्ट पाइसकेको छन् मैले त यति नराम्रो तालले पाएँ कि मलाई त झन् बिहा भएको केटीसँग पढाइदिएको थियो यार अब के गर्ने अनि आजको यस्तै भइगयो टाइम पनि भएन अनि त्यही भएर आजको हाम्रो भ्लग यति नै खतम गर्दैछौँ अब भेटौँला अर्को न्यू भ्लगमा आजको लागि यति नै बाई मेन्टेस छु बाई।